हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल हाई आई एम रोमी लिम्बू सबैजना सन्चै नै हुनुहुन्छ होला र म पनि एकदमै धेरै सन्चै छु सो आजको तपाईँले भ्लग टाइटल र थम्बनेल हेरेर थाहा नै पाइसक्नु भयो कि म कोसँग भेट्नु गइरहेको छु भनेर सो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला अनि या सबैजनाले चिन्नु नै हुन्छ होला कि म चिरन दाईसँग अलमोस्ट 1.5 वर्षपछि भेट्नु गइरहेको छु चिरन दाईलाई उता काम छोडिसकेपछि अर्कै ठाउँमा गर्नुहुन्थ्यो त्यही भएर त्यो भेट्ने टाइम हाम्रो कहिले पनि जुरेन प्लान चाहिँ भइरहेको थियो बट त्यो जुन चाहिँ कहिले पनि जुरेन बट आज जुरेछ आज चाहिँ मेरो डे अफ पनि थियो मैले स्पेसली चिरन दाईलाई भेट्ने भनेर नै लिएको थिएँ डे अफ आजको दिन सो या आइएम भेरी एक्साइटेड एन्ड ग्रेटफुल है अनि सबैजनाले चिन्नु नै हुन्छ होला चिरन दाईलाई मैले इन्ट्रोड्युस गराइराख्नुपर्छ जस्तो मलाई लाग्दैन बट जसले पनि चिन्नु हुँदैन उहाँहरूलाई म भनिदिन्छु चिरन दाई चाहिँ पहिला हामीसँगै काम गर्नुहुन्थ्यो हाम्रो अफिसमा अनि प्लस हाम्रो फ्यामिलीसँग पनि एकदमै धेरै करिब हुनुहुन्थ्यो होइन पर्सनली अनि चिरन दाईलाई मैले चिनेको चाहिँ स्टार्टिङबाटै चिने हो म काठमाडौँ आएकोदेखिबाट नै मैले चिरन दाईलाई चिने हो सो इट्स बिन आई थिङ्क 6 years आई गेस भयो होला यत्रो वर्ष मैले चिरन दाईलाई चिनेको धेरैजनाले चिन्नुहुन्छ प्लस धेरैजना मेरो साथीहरूले पनि सोध्नुहुन्छ कि त्यो तेरो दाई थियो नि एउटा त्यो स्टन हान्ने त्यो दाई कहाँ जानुभयो भने सोध्नुहुन्छ कोही कोहीले सोध्छ क्या मेरो साथीहरूले पनि अनि सो अब सबैजनालाई यही भिडियोमा एन्सर हुन्छ कहाँ जानुभयो के गर्नुभयो र कहाँ हुनुहुन्छ सबै कुरा यही भिडियोभित्रै हुन्छ सो सबैजनाले हेरिदिनु होला र प्लस कति धेरैजनाले चिरनसँग भेटेको भिडियो बनाउनु पर्यो चिरनसँग भिडियो बनाउनु पर्यो भने कतिजना रिक्वेस्ट कमेन्टमा पनि कति धेरै डिमान्ड आइरहेको हुन्छ चिरन दाईको त्यो सोचेर पनि चिरन दाईले पनि मलाई रिच आउट गर्नुभएको थियो रिसेन्टली मेसेन्जरमा र मैले पनि चिरन दाईलाई रिच आउट गरेर चिरन दाई अब चाहिँ भेट्नुपर्छ अब चाहिँ भ्लग बनाउनुपर्छ है अब चाहिँ भाइरल हुनुपर्छ दिदी सरी दिदी भन्ने रहेछ दाजु बहिनी भनेर भनेको थिएँ अनि त्यही हो गाइस अब चाहिँ म चिरन दाईलाई नै भेट्नु जानला छु म अलमोस्ट लेट भइसकेँ सो या अब एकैचोटि म भेटेर यो भिडियो कन्टिन्यू गर्छु त्यतिन्जेलसम्म हेर्दै गर्नु होला बाई सो गाइस मैले त यहाँ चिरन दाई हेर्नु चिरन दाईको हालत कति टाढो बस्नुभएको हो आम्मामा ल हामी चाहिँ भाइमा पनि खोइ हाई हेलो सेवारो भन्नु छैन तपाईँ त अनि आउनु साथ क्यामेरा म यहीँनिर हुँदा यही इन्टरभ्यू हुँदाखेरि क्यामेरा ठडाइ हाल्नुहुन्छ ल जाम चिरन दाई कता जाने हो छिटो 2 बजे 3 बजिसक्यो 4-5 बजे सो गाइस म चाहिँ यहाँ चिरन दाईलाई भेट्न आइसकेको थिएँ यति टाढो बस्नु रहेछ गोकर्णेश्वर भन्दा पनि अझ भित्र आई डोन्ट नो वेयर इज इट बट अब चाहिँ म यहाँ चिरन दाईले आफ्नो कुरा लाँदै हुनुहुन्छ रुम सुम चटक्क सफा गरेर रहेछ आमामा ला के हो यो यति साह्रो चाहिँ लथालिङ चाहिँ सफा त मार्दिएको अघि बिहान कति छ अरे चिरन यो अनि अर्को फोन पनि छ त नि त्यो त मेरो पहिलाको राइड गर्ने आमामा चिरन दाइले यहाँ करेन्ट ल्याइदिनु भएको रहेछ होइन 5 प्याकेट तपाईँले खाइसक्नुहुन्छ होला यो 5 प्याकेट त सो अब चाहिँ हामी चिरन दाई कहाँ घुम्नु जाने भन्नु त ल सुन्दरीजल जाने भयौँ साह्रै चिसो ठाउँ रहेछ यता त चिरन दाई चाहिँ यहाँ एक्लै बस्नुहुन्छ अरे पुरै चटक्क है किचन यहीँ कोठा यहीँ अब कला देखाउनु स्टार्ट गरिहाल्यो त्यो अन्जानीमा मेरो यहाँ टाउकोमा लाग्यो भने चाहिँ म फेरि हस्पिटलमा हुन्छु नि फेरि चिरन दाईले अब फेरि पहिला जस्तै कला देखाउनु थालिसक्नु भयो जति बेला पनि यस्तै घुमाइराख्नुहुन्छ यहाँ पनि है धन यहाँ चाहिँ हेरिदिने मान्छे चाहिँ छैन रहेछ तपाईँको कला हेरिदिने मान्छे चाहिँ छैन बस्कर बे बस्कर भन्छ नि त्यो हाल्नुपर्छ चिरन दाईले मलाई फर द फर्स्ट टाइम कति वर्षौ पछि यो करेन्ट किनिदिएको छ हरेक भिडियोमा देखा भन्छ होइन अनि यहाँ चिरन दाईले यति महँगो फोन किन्नु भएको रहेछ ग्यालेक्सी S25 अल्ट्रा त्यो पनि ब्रान्ड न्यू वा यतिको चाहिँ कमाइ हुनु पर्यो अब कहाँबाट कमाउँदै हुनुहुन्छ के गर्नुहुन्छ भन्दा केही गर्दिनँ भन्छ केही गर्दिनँ भन्ने मान्छेले अब यस्तो किन्छ भनेपछि त कसरी विश्वास गर्नु राइड गर्ने हो तिम्रो त त्यो यताबाट कस्तो क्लियर राम्रो आउँदैछ क्वालिटी चिरन दाई आइफोन हो नि त नि सो अहिले चाहिँ मैले यहाँ चिरन दाईको घरमा करेन्ट मलाई अब मायाले ल्याइदिनु भएको छ अब खाँदिनँ भन्नु मिलेन होइन कहिले भने लु चाउचाउ नभएको आउँदिनँ चाहिँ भनिन है अब यहाँनिर पानी उम्लिँदैछ
यस्तो दामी भ्यू हुने ठाउँमा बस्नु हुँदो रहेछ आनन्द भयो काठमाडौँ भन्दा बाहिर आउँदा ल चिरन दाइले कस्तो भ्यू देखाउन आँट्नुभयो अब यहाँबाट एउटा दामी ठाउँ देखिन्छ क्या खोइ कताबाट यस्तो चिसो ठाउँ रहेछ आम्मा चिसो त चिसो है चिसो Oh my god, ल चिरन दाइको रुमबाट देखिने भ्यू है यो चाहिँ यता हो यता Oh my god, एउटा दामी ठाउँ देखिन्छ क्या कुन ठाउँ देखिन्छ यहाँ आउँदा माथि Wow, के हो त्यो तारेभिर हो नजिकै रहेछ त यहाँबाट त तारेभिर त नजिकै छ गाइस यहाँ तारेभिर पनि चिरन दाइकोबाट देखिने रहेछ अब हामी जाने सुन्दरी जल अरे कताबाट जान्छ यतापट्टि पर्छ क्या ल चिरन दाइ ल तल रोड थियो नि उता जाने रोड थियो नि त्यताबाट जान्छ क्या दादा दामी आइरहेछ ल फोटो खिच्दिमी क्या हो फोटो खिच्न ठाउँमा राख्नु लागि ल सो गाइस हामी चाहिँ करेन्ट खाने चिरन दाइले नि रेकर्ड गर्दै हुनुहुन्छ चिरन दाइकोमा पनि गएर हेरिदिनु होला अनि तपाईँ पनि रोमीकोमा पनि गइहाल्छु रोमीले पनि भन्नु बित्तिकै आउँछ उसको चिरन दाइको चाहिँ चिरन दाइ अफिसियल अरे होइन चिरन दाइको चाहिँ चिरन दाइ अफिसियल भन्नेमा आउँछ सो गाइस अब हामी चाहिँ यो करेन्ट खाएर निस्किहाल्छौँ किनभने कति बज्यो चिरन दाइ 2:30 त भइसक्यो होला छिटो गएर छिटो आउनु पर्ने हुन्छ चिसो हुन्छ त्यता झन् डर मर्दो हुन्छ त्यही भएर अब चाहिँ हामी निस्किन्छौँ सो यहाँ चिरन दाइले मायाले किनेर ल्याइदिनु भएको भएर अब खाने पर्यो 2टा पो त अझ ल सो गाइज अब चाहिँ हामी निस्किन लागेको हो सुन्दरी जल चिरन दाइको अब अर्को एउटा सरप्राइज पनि छ के सरप्राइज जुन चाहिँ मैले भनेको छैन अहिले एकछिनमा सुनमा हिँड्नु न अनि भन्छु तपाईँले एउटा सरप्राइज किन्नु भएको छ त ल नभन्नु न एकछिन कता जान आँट्नुभएको चिरन दाइ भन्नु ल हामी चाहिँ सुन्दरी जल जाने अब करेन्ट खाए अबि यस्तो ह्याप्पी भयो वाइल पिरो मिठो पनि भयो सो अब चाहिँ हामी सुन्दरी जल जान्छौँ अनि त्यहाँनिर पनि भिडियो बनाउँछौँ अनि के हो बाइक हरे अनि हेलमेट त स्कुटीको जस्तो छ चिरन दाइको अब कहाँ कुन हो ग खानुहुन्छ ल चिरन दाइको बाइक चाहिँ यो रे होइन यस्तो महँगो बाइक किन्नु भएको छ अनि फोन पनि महँगो धनी हुनुभएको छ सो अब हामी चाहिँ यही बाइकमा चढेर छ्यादा यो त होइन होला हौ यो के हो भने यस्तो मैला गर्नुहुन्छ यो पुस्नु त ए चिरन दाइको त माया गरेर राख्नु छैन सफा गरेर राख्नु छैन के गरेर राख्नु यस्तो ग खानुहुन्छ सो अब चाहिँ हामी सुन्दरी जल जान्छौँ चिरन दाइ बसेकोबाट अलमोस्ट 15 मिनट्स लाग्छ भन्नुभएको छ म अहिलेसम्म गएको छैन है सुन्दरी जल चाहिँ बाइ द वे अरू जल चाहिँ गएबाट सुन्दरी जल चाहिँ गएँ दामी भ्यू क्या भ्यू चाहिँ ओ माई गड यस्तो आनन्द आउँछ यस्तो ठाउँमा बस्नु पाए त हुन्थ्यो नि तर काम नगरे काम गर्नुपर्छ त्यहाँ अब यहाँनिर हेर्नु न पुस्ने त लिएर आउनुभयो तर के पुस्दै हुनुहुन्छ थाहा भएन के सोचे थे जिन्दगीमा आम्मा के भयो आज सबैजना हेर्दै हाँस्दै त दिउँसै पर्यो रात यस्तो हो त्यो गीत हो ल भयो छोडिदिनु अहिले त्यति त मैला भइहाल्छ सो गाइस अब हामी चाहिँ आइपुग्नु लागि हामी चाहिँ उयो जङ्गल जानु लागेको हो त्यहाँको बाटो एकदमै धेरै राम्रो छ अहिले चाहिँ म यहाँ कबर उडाउँछ भनेर यसरी स्कार्फले छोपेर हिँडिरहेको छु एकदमै धेरै बाटो पनि एकदमै धेरै पिसफुल छ यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ चिरन दाइले देखाउँदै हिँड्छौँ त्यो परको जङ्गलमा जाने भनेर जस्ट इन्भाइरोमेन्ट चाहिँ एकदमै धेरै पिसफुल अनि प्लस चिसो पनि छ मलाई यस्तै ठाउँमा मनपर्छ बट अनफर्चुनेटली मन पऱ्यो के गर्नु मन परेको चिज कहिले हुने भए ल सो गाइस यत्रो उकालो हिँड्नु पर्ने रहेछ
सुन्दरी जल तर नजिक हुनुपर्ने त यार चिरन दाई नजिकै हो नजिक त तर अब अलिक हिँड्नु पर्छ तर बाइक जाँदैछ नि यहाँबाट ओ माई जाँदैन थाक्यौँ हामी त बाइकहरू त अलिक त्यस्तो खालको बाइक मात्रै जान्छ होला नि त अनि मेरो पनि अब अल्ट्रा बोकेर फेरि ओ माई गड आवाज त आइरहेछ यही जल त होइन नि यही जल माथि छ क्या त्यो यत्रो ठुलो झर्ना एउटा भएको मात्रै हो कि क्या हो त्यो छ त्यस्तो त्यो पोखरीहरू टाइपको छैन पोखरी पनि छ पार्क टाइपको हो पार्क नै त होइन सो गाइज हामी अलमोस्ट त्यो उकालो चढेर आउँदैछौँ मेरो त यहाँ सास फुलिसक्यो फेरि उकालो छ यार फेरि उकालो छ चिरन दाइ साह्रै उकालो रहेछ नि हामीले त्यहाँ त चिरन दाइले फेरि अर्को उकालो लिएर आउनु भएको छ सुन्दरी जलको नाममा खिनाउने बाहना मात्र हो खाँदिनँ अगाइसकेँ म चिरन दाइले मोमोहरू खुवाउँछु भन्दै हुनुहुन्छ तर थाहा छ मलाई यो बिहान त क्यामेरा हुँदैन खै लाली गुराँस त होइन होला राम्रो हुन्छ हौ यो फुल यो फुल चाहिँ मलाई थाहा भएन गुराँसको साथी हो सो गाइज अब हामी चाहिँ उकालो यसरी चिरन दाइले पनि भिडियो बनाउँदै हुनुहुन्छ म पनि बनाउँदैछु अब यो हाम्रो 2 दिनको कन्टेन्ट हुन्छ होइन चिरन दाइ कट भ्युज जाँदैन भने टेन्सन लिने होइन क्या त्यो हाम्रो हातमा छँदै छैन हामीलाई सँगै हेर्ने मान्छेहरूले जसरी पनि माया गर्छ भइगयो त अरू के चाहियो र चलाक हुनु पर्यो नि सुनको स्टेनलेस हो त्यो चिरन दाइले यो भन्दा स्टेनलेस हो हराएमा डर छैन त्यसलाई स्टेनलेस यो झारेको छैन झर्दैन हौ स्टाइल होइन यहाँ राखेको क्या ल चिरन दाइ कुद्नु सो गाइस हामी चाहिँ यही शिवपुरीको भित्र नै पर्दा रहेछ सुन्दरी जल मलाई चाहिँ थाहा थिएन तर म यहाँ अलरेडी धापधामा हाइकिङ जाँदाखेरि हाइकिङ जाँदाखेरि आइसकेको थिएँ बट यस यस्तो दामी रहेछ अहिले चाहिँ हामी अलमोस्ट कति बज्छ 3:30 भइसक्यो यहाँनिर क्लोज हुने भनेको 5 बजे हो सो हामी चाहिँ अब माथि पुगेर आउँछौँ जाऊँ चिरन दाइ सो अब यस्तो छ बाटो चाहिँ उकालो हाइकिङ जाने बेलामा चाहिँ हामी आएको थियौँ यहाँबाट गएको थियौँ सो यस अब एकैचोटि झर्नाको छेउमा पुगेर हामी भिडियो बनाउनेछौँ हामी चाहिँ यहाँ माथि सुन्दरी जल जाने बाटोमा चाहिँ चिरन दाइले आफ्नो फ्यान भेट्नु भएको छ सो अब चाहिँ यहाँ सेल्फी लिँदै हुनुहुन्छ कालले आयो क्या तर चिरन दाइ चिरन दाइ फ्यान मोमेन्ट ल ल दाइले चाहिँ टक्क यहाँ सिलाम सागमा पनि लगाउनु भएको रहेछ मगर हो यो लायो भने राम्रै हुन्छ प्रोटेक्ट गर्छ सबलाई प्रोटेक्ट गर्छ त्यसले ओके मेरो नाम छ कि ब्लगमा ओके आउँछ भेट्नुमा चाहिँ के नाम हो तपाईँको केशर मगर ए हुन्छ पछि भेटौँ न है ल थ्याङ्क यू ल चिरन दाइको फाइनली आजको दिन राम्रो भएको छ धेरै पछि चिल भइरहेकोलाई चिरन दाइ चिल उड्ने हो चिलमा तपाईँ खुसी लाग्यो तपाईँलाई कस्तो लाग्यो भन्नु ल सेलिब्रेटी फिल भइरहेको म पनि फ्यान त हो त चिरन दाइ सेल्फी सो अब हामी चाहिँ झर्ना आइसक्यो अब ठ्याक्कै यो क्रस भइसकेपछि झर्ना आउने हो खोइ आई डोन्ट नो डरै मर्दैछ हेर्नु त भएको म त डर लाग्छ न सो गाइज हामी चाहिँ अब आइसक्यौँ यहाँ चिरन दाइको चाहिँ अब
बाहुबली ये क्या है? फ्रम गोकर्णेश्वर शाहरुख खान फ्रम गोकर्णेश्वर के भनेको त्यो चाहिँ लु भयो अब सो गाइज अहिले चाहिँ हामी यहाँ सुन्दरी जलको यो झर्ना अगाडि आइपुगेको छौँ अनि चिरन दाइले एउटा राम्रो फोटो खिच्नु लगाएको त्यो पनि खिच्नु जान्नु भएन म चाहिँ यहाँनिर अब तल गएर यहाँनिर फोटो खिच्नु मन छ मलाई झर्नाको छेउमा चिरन दाइ पनि आउनुहुन्छ अनि चिरन दाइ अब त्यहाँबाट हामी फाल्ने अरे तल त्यो अब हामी यो गर्ने अनि भटाभट हामी निस्किन्छौँ मेरो फोनमा अलरेडी ब्याट्री पनि छैन खोइ कहाँ हान्नु आँट्नुभएको थम ओ माई गड लु 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 हेर ल ल यहाँबाट पक्नै पक्नै एकछिन चिरन दाइले चाहिँ अब यहाँ जाउँ भन्ने अरे ल हान्नु 3 2 1 एन्ड खोइ त ल ल चेक गरेको अरे यो चाहिँ अब स्टन्टम्यानहरूलाई हेर्नु पर्यो नि त आफू जाने ठाउँ अलिकति सेफ छ कि छैन इफ हार्ड छ भने त टाउको साउको फुट्नु सक्छ होइन ल चिरन दाइ स्टार्ट 1 2 3 दुईमा आइरहेछ तपाईँकोमा त झन् दामी आइरहेछ पक्नै पक्नै छिन् ल 3 2 1 गो ए ल ल ल यतिको चाहिँ हुनु पर्यो है ल 3 2 1 गो राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो ल ल चिरन दाइ सो गाइज अहिले चाहिँ हामी यहाँनिर खाजा खायौँ सेकाहरू खायौँ अनि अब चाहिँ म निस्किन लाग्यो चिरन दाइले पुऱ्याइदिन्छु भन्यो अनि अहिले चाहिँ फेरि नभ्याउने अरे अनि चुरोट खाँदै हुनुहुन्छ है अनि त्यसपछि अब चाहिँ याङ्गो गरेर म चाहिँ यहाँबाट निस्किन्छु अनि अब त्यो यो आजको भ्लग भनेकै स्पेसल चिरन दाइलाई भेटेकोवाला थियो सबैजनाले हेरिदिनु होला माया देखाइदिनु होला र एकदमै धेरै सपोर्ट त चिरन दाइको युट्युब च्यानललाई पनि देखाइदिनु होला चिरन दाइको युट्युब च्यानलको नाम चाहिँ चिरन राई अफिसियल छ अनि हामी अब यसरी यो भिडियो राम्रो गयो भने चाहिँ हामी नर्मली भेटिराख्छौँ है चिरन दाइ भिडियोहरू बनाइराख्छौँ सो आज चाहिँ मेरोमा आउँछ भने भोलि चाहिँ चिरन दाइकोमा आउँछ गएर चिरन दाइकोमा पनि चेक गर्नु होला भिडियो सो गाइज यति भन्दै आजको भिडियो चाहिँ म यहीँनिर नै एन्ड गर्न चाहन्छु अनि होपफुली सबैजनाले है माया देखाइदिनुहुन्छ भन्ने आशा छ पहिलाको जुन 3-4 वर्ष अगाडिको हाम्रो जुन भिडियोजहरूमा तपाईँहरूले माया देखाइदिनु भएको थियो त्यसरी नै यो भिडियोमा पनि माया देखाइदिनु भयो भने चाहिँ हामीलाई पनि अलिकति है चिरन दाइ खुसी लाग्छ सेयर गरिदिनु होला धेरैभन्दा धेरै माया सपोर्ट गरिदिनु होला है सेयर गरिदिनु होला सपोर्ट त्यो कुरा हामीलाई तपाईँहरूले माया गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ है थ्याङ्क यू भेरी मच सो चिरन दाइ बस्नु हुने ठाउँको नाम चाहिँ यता कुन ठाउँ अरे चिरन दाइ गोकर्णेश्वर होइन गोकर्णेश्वर सो यहाँ अब चाहिँ म यहाँबाट निस्किन्छु एन्ड देन म यो भिडियो अपलोड गर्छु आज सो सबैजनाले माया गरिदिनु होला सो यति भन्दै आजको लागि म यहीँबाट नै बिदा हुन चाहेँ सो सी यू इन नेक्स्ट ब्लग सो गाइस अन्टिल त्यही दिनसम्म टेक केयर सबैजना सन्चै नै बस्नु होला सो बाई चिरन दाइ बाई भन्नु बाई चाहिँ म यहाँबाट निस्किँदैछु एकदम चिसो भएको भएर चाहिँ मेरो याङ्गो पनि आइसकेको छ चिरन दाइले गरिदिनु भएको ल चिरन दाइ सो बाई चिरन दाइ अब फेरि भेट्नुपर्छ है सो यति भन्दै म चाहिँ अब घरतिर लागेँ दाइ बस्दा हुन्छ सो ल चिरन दाइ बाई म पुगेर तपाईँलाई मेसेज गर्छु इन्स्टामा फलो गर्नु ल सो बाई गाइस अब यति भन्दै यो भिडियो पनि म यहीँ एन्ड गर्छु अब चिरन दाइ चाहिँ रक्सी सक्सी खाएर जान्छ